राम र रामका गाउँलेहरूलाई मार्यौँ भनेर शक्ति दुर्गा आमा र बिक्की मक्ख परेर बसिरहेको बेलामा राम त अचानक दुर्गा आमाको आँगनमा आइपुग्छन्। धुलै धुलो माटै माटो भएका राम एकदमै डरलाग्दा देखिएका थिए। उनका कपडाहरू पनि ठाउँ ठाउँै चेत्तिएका पुवाल परेका थिए। यस्तो अवस्थामा रामलाई देख्दाखेरि त सबैजना छक्क पर्छन्। राम उनीहरूकै अगाडि कुर्सीमा गएर बस्छन्। यसरी रामलाई एकाएक देख्दाखेरि अलिअलि उनीहरूको मनमा डर लागिरहेको थियो। अनि राम त अरू धेरै कुरा केही नगरिकन आखिर मारेरै छाड्यौ है, मेरो परिवार र मेरा गाउँलेहरूलाई भनेर त बिलौना पो गर्न थाल्छन्। अनि रामले त्यसरी बिलौना गरेको देख्दाखेरि शक्ति खुब हाँसिरहेका थिए। अनि अझ भनेपछि तेरा गाउँलेहरू तेरो परिवार सबैजना मरे भनेर फेरि उनले प्रश्न गरेका थिए। अनि आफ्नै हातले आगो सल्काइसकेपछि पनि दोहोऱ्याइ दोहोऱ्याइ सोध्न जरुरी छ र भनेर राम रोएको जस्तो गर्छन्। रामलाई यस्तो अवस्थामा देख्दाखेरि मुनालाई भने एकदमै पीडा भएको थियो। मुना आँखाबाट आँसुका धारा खसाल्दै थिइन्। बिचरा राम अब त्यो गाउँमा म श्रुति र सिर्जना बाहेक अरू कोही पनि बाँकी छैन। म एक्लै अब कसरी बाँच्नु, मेरा आफ्ना भन्ने मलाई माया गर्ने जति सबै जलेर मरे। ऐया र आथु भन्दा भन्दै उनीहरू त्यही छाप्रोमा जलेर मरे। धन्न म भाग्न सफल भएर म बाँचे भनेर राम रोइरहेका थिए। उनीहरूको मनमा अलिकति पनि पछुतो भन्ने थिएन। उनीहरूले त रामलाई हरायौँ, रामका गाउँलेहरूलाई मार्यौँ भनेर खुब खुसी भइरहेका थिए। अझ झन् शक्तिले त 16 वर्षदेखि चाहेको नै यही थियो नि, कसरी हुन्छ राम र रामका गाउँलेहरूलाई हराउँछु मैले भनेर लागि परेका थिए। अब अहिले अचानक यसरी रामले सबै कुराहरू भन्दाखेरि उनीहरूलाई खुसी त लाग्ने नै भयो। अझ राम त भुइँमा बसेर पनि यो सबै मेरै कारणले भएको भन्न त भनेका थिए नि गाउँलेहरूले। गएर शक्तिको खुट्टा समातेर माफी माग अनि यो लडाईँलाई यहीँ अन्त्य गर्दे भनेका थिए। मैले उनीहरूको कुरा सुन्नै चाहिन। म तिमीहरूसँग झुक्न खोज्दै खोजिन। आज त्यही मेरो गल्तीको कारणले गर्दाखेरि मेरा गाउँलेहरू जति सबै मरेर सखाप भए, मलाई एक्लै छोडेर गए। यो सबै मेरै कारणले भएको। मेरै आँखा अगाडि उनीहरू त्यसरी जलेर खरानी हुँदा पनि मैले केही गर्न सकिनँ भनेर राम चाहिँ एकदमै बिलौना गरिरहेका थिए। मुना रोइरहेकी थिइन्। अनि शक्ति, बिक्की र दुर्गा आमा मुस्कुराइरहेका थिए। अझ दुर्गा आमाले त मैले त तँलाई पहिले भनेको हो नि, घमण्ड नगर भनेर। शक्ति जस्तो शक्तिशाली मान्छेसँग जोरी खोज्नुको परिणाम कस्तो हुँदो रहेछ भनेर बल्ल महसुस गरिस् भनेर त झन रामलाई अनेकौं कुरा सुनाउन थाल्छिन्। दुर्गा आमाले त्यति भनेपछि बिक्कीले पनि खुब मेरा गाउँलेहरू नै मेरा शक्ति हुन् भनेर ठुल्ठुलो स्वरले कराउँथिस् त अब गाउँलेहरू पनि सबै सखाप भए, तेरो शक्ति पनि सकियो होला नि। ठुलो मान्छेसँग जोरी खोज्दाखेरि कस्तो हुँदो रहेछ बल्ल थाहा पाइस्। अब चाहिँ त म नामर्द हो भनेर हात खडा गर अनि यहाँबाट गइहाल। अब त पनि तडपी तडपी मर्छस् भनेर बिक्कीले रामलाई कराउँदाखेरि बिचरा राम अहिले पनि त म मरेसरै भएको छु नि। मेरा माया गर्ने मेरा परिवारका मान्छेहरू, मेरा गाउँलेहरू जति सबै सखाप भए, म एक्लै भएको छु। अनि एक्लै जिन्दगी जिउनुको के अर्थ, म उनीहरू बिना मरेतुल्लै भएको छु भनेर राम रुन थाल्छन्। अब मलाई बाँच्न मन छैन, सक्छौ भने तिमीहरू बाउछोरा मिलेर अहिले भर्खरै मलाई यही आँगनमा मारेर पुर्द्याऊ, मलाई बाँच्नु मन छैन भनेर राम त्यसरी रोए। मेरै घमण्डको कारणले गर्दा आज पुरै गाउँै सखाप भयो भनेर रुँदै गर्दाखेरि त बिचरी मुना सहनै नसकेर राम भएको ठाउँमा आउँछिन्। बुढो यो के भयो यस्तो, हे भगवान के दिन देखाउनु भयो तपाईले भनेर त रामलाई समातेर बेसरी रुन्छिन्। यो के अनर्थ भयो राम, यो देख्नुभन्दा अगाडि म किन मरिन। राम तपाईलाई यस्तो हालतमा देख्दाखेरि मलाई एकदमै गाह्रो भयो भनेर मुना एकदमै रोइरहेकी थिइन् रामलाई समातेर। अचानक राम त रिसाएर मुनालाई धकल्दिन्छन् अनि नछो मलाई, यो सबै तेरो कारणले भएको। जुन दिनदेखि तँलाई मैले मेरो घरमा भित्र्याए नि त्यही दिनदेखि नै मेरो घरमा दशा सुरु भएको। त विधवा नै ठिक थिइस्, तँलाई बिहे गरेर भित्र्याउनु नै मेरो ठुलो गल्ती भयो। म गरिबको छोरो भएर तँ जस्ती धनीकी छोरीलाई बिहे गर्न खोज्नु नै मेरो गल्ती भयो। अबदेखि तेरो र मेरो सम्बन्ध सकियो। अब मेरो जिन्दगीमा त फेरि आउन नखोज। मैले मेरा गाउँलेहरू, मेरो परिवारहरू सबै थोक गुमाइसकेँ। मसँग भएका गुमाउन मिल्ने कुराहरू जति सबै गुमाइसकेँ। अब फेरि त मेरो जिन्दगीमा फर्किएर नआइज। अब मसँग गुमाउन बाँकी केही पनि छैन, यो सबै तेरै कारणले भएको भनेर राम त बेसरी रुँदै मुनालाई भन्नु नभन्नु भनेर गाली गर्छन्। अनि त्यसपछि त मुना पनि सहनै नसकेर त्यहाँबाट जान्छिन्। अब मुना र रामलाई त दुर्गा आमाले उहिलेदेखि नै छुटाउन खोजेकी थिइन्। जति नै गरे पनि मुनाले रामको नाम जप्न छोडेकी नै थिइनन्। अब अहिले रामले नै त्यसरी मुनालाई भन्नु नभन्नु भनेपछि त उनीहरूलाई त मौकामा चौका हान्ने जस्तै भएन त। अनि मुना त्यसरी रुँदै भित्र गएपछि त रामले राम र शक्तिको खेलमा आजबाट शक्तिको जित भयो, रामको हार भयो। रामले यो खेलमा सधैँका लागि
लागि हार्यो भन्छन् अनि उनीहरू त एकदमै खुसी भएर हाँस्छन्। शक्ति, दुर्गा आमा, बिक्की, ती गुण्डाहरू सबैजना खुसी भइरहेका थिए। अनि राम त त्यहाँबाट उठेर हो आजदेखि राम र शक्तिको खेलमा रामले सधैँका लागि हार्यो भनेर त त्यहाँबाट जान्छन्। राम यसरी त्यहाँबाट जाँदाखेरि उनीहरू मक्क परिरहेका थिए। तर राम उनीहरूलाई त्यति कुराहरू सुनाएर जाँदाखेरि राम दुखी भन्दा पनि एकदमै बढी रिसाएका जस्ता देखिएका थिए। रामको आँखामा परिवार गुमाएको पीडा भन्दा अब यिनीहरूसँग कसरी बदला लिने भन्ने बदलाको भावना देखिएको थियो। तर राम चाहिँ अलिअलि भए पनि राम मुस्कुराइरहेका थिए। त्यसरी राम गइसकेपछि शक्तिले चाहिँ हो विगत 16 वर्षदेखि मैले सुन्न चाहेकै यही हो, यो हो नि त असली खेलको मजा, अब 16 वर्षदेखिको मेरो इच्छा पुरा भयो भनेर त शक्ति एकदमै खुसी हुन्छन्। के साँच्चीकै रामले हार मानेकै हुन् त? आफ्नो परिवार गाउँलेहरूलाई गुमाएको पीडा त छँदैछ, के अब राम त्यही पीडाकै कारणले गर्दाखेरि शक्तिसँग बदला लिने कुरा सोच्न पनि नसक्ने हुन् त? अनि रामको हालत त यस्तो भएको छ, झट्ट हेर्दाखेरि रामले आफ्नो होसै गुमाएका हुन् कि भन्ने लागिसक्यो। के अब परिवार र गाउँलेहरूको वियोगमा रामले आफ्नो होसै गुमाउलान् त? के लाग्छ तपाईलाई? आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।